कुवेतमा नेपाली युवतीको हत्या गरी घरको छतमा लुकाएको अवस्थामा भेटियो शव। नेपाली महिलाहरूका लागि काल कोठरी बन्दै कुवेत। दर्शकबिन एकदमै दुःखद खबर। घरेलु कामदारका लागि अवैध बाटो हुँदै कुवेत पुगेकी नुवाकोटकी पिङ्की तामाङको हत्या गरेको अवस्थामा शव भेटिएको छ। हत्या गरेर घरको छतमा लुकाएको अवस्थामा शव भेटिएको कुवेत स्थित नेपालीहरूले बताएका छन्। करिब 4 महिना अगाडि अवैध बाटो हुँदै कुवेत पुगेकी पिङ्की तामाङ काम अप्ठ्यारो भएकाले नयाँ काम खोजिदिन पटक पटक एजेन्टलाई आग्रह गरे तापनि एजेन्टले इन्कार गरेका थिए। सोही कामको विषयमा घर मालिकसँग झगडा भएपछि 3 महिनादेखि सम्पर्कविहीन बनेकी पिङ्की तामाङको शव घरको छतमा लुकाएको अवस्थामा भेटिएको छ। अवैध बाटोबाट गएको हुनाले थप कानुनी प्रक्रिया अगाडि बढाउन समेत जटिल भएको पिङ्कीको आफन्तले बताएका छन्। साथै एजेन्टले पिङ्कीको हत्याबारे मिडियामा खबर गरे शव नेपाल पठाउन नदिने धम्की समेत दिएका छन्।